कथा 21 वर्षपछि त्यो मिलन। 21 वर्ष, पुरा 21 वर्ष बितिसकेको थियो। साउदी अरबको तातो मरुभूमिमा जन्मिएको एक हुने खाने परिवारको छोरा। उसको घरमा 31 वर्ष पहिले घरेलु कामदारको रूपमा आएकी एक महिला, जुन अब खै कहाँ छिन्। भारत भन्ने थाहा थियो, तर घरको ठेगाना थाहा थिएन। तर उसको मन भने सधैँ एउटा न्यानो सम्झनामा अड्किरहन्थ्यो। भारत, केरला, त्यहाँकी एक हिन्दू महिला जसले उसलाई बाल्यकालमा आफ्नै सन्तान भन्दा बढी माया दिएकी थिइन्। ऊ सानो थियो, अझै संसार चिन्न नपाएको। आमा बुबा काममा व्यस्त हुन्थे, तर त्यो दिदी बिहान उसको लागि नास्ता बनाइदिन्थिन्, स्कुल पठाउँदा निधारमा चुम्बन दिन्थिन् र राति सुत्दा आफ्नै काखमा राखेर कथाहरू सुनाउँथिन्। उसको लागि उनी केवल केयरटेकर थिइनन्, उनी उसको संसार थिइन्। उनी उसको दोस्रो आमा थिइन्। तर समय कसैका लागि रोकिँदैन। एक दिन दिदी भारत फर्किन्। साउदीमा त्यो उनको अन्तिम बसाइ थियो। नफर्किने निर्णय, भारी मन र धेरै आँसुहरूका साथ। सानो बच्चाले बुझेन किन आमा जस्ती मान्छे अचानक टाढा हुँदैछिन्। त्यसपछि जीवन दौडिरह्यो, ऊ ठुलो भयो, जिम्मेवारीहरू बढ्दै गए, काम, सङ्घर्ष, सपना। तर हरेक ईदमा, हरेक जन्मदिनमा उसको मनमा एउटा खाली ठाउँ हुन्थ्यो। राति कहिलेकाहीँ ऊ आकाशतिर हेरेर सोच्थ्यो, उनी अहिले कस्ती होलिन्, मलाई सम्झिनुहुन्छ होला, स्वस्थ त हुनुहुन्छ होला। 21 वर्षपछि एक रात उसले निर्णय गर्यो, अब खोज्नै पर्छ। महिनौसम्म सामाजिक सञ्जालमा खोज्यो, पुराना चिने जानेकासँग सम्पर्क गर्यो। निराशा पनि आयो, तर उसले हार मानेन। अन्ततः केरला, भारतको एउटा सानो गाउँको ठेगाना भेटियो। उसको हात काँप्यो, आँखा रसाए। उसले तुरन्त टिकट काट्यो। लामो यात्रा, साउदीबाट भारत अनि केरला। जहाजको झ्यालबाट तल हेर्दै उसको मनमा एउटै प्रश्न थियो, उनी मलाई चिन्लान्? ऊ त्यो सानो घरको अगाडि उभियो। पुरानो ढोका, साधारण घर, तर उसको लागि त्यो स्वर्गभन्दा कम थिएन। ढोका ढकढकायो केही सेकेन्ड, तर त्यो प्रतीक्षा उसलाई 21 वर्ष जस्तै लाग्यो। ढोका बिस्तारै खुल्यो। दुब्ली, सेताम्य कपाल, अनुहारमा उमेरका रेखाहरू, तर आँखा अझै उस्तै मायाले भरिएको। दुवैको आँखा जुडियो, समय रोकियो, शब्द हराए। अचानक उनको आँखा भरिए, ओठ काँप्दै भनिन्, बेटा बस। त्यो एउटा शब्दले 21 वर्षको दूरी एकै क्षणमा मेटाइदियो। ऊ सानो बच्चा जस्तै दौडियो, उनको अँगालोमा बस्यो। दुवै रोइरहेका थिए, तर त्यो आँसु पीडाको थिएन, त्यो आँसु मायाको जितको थियो। त्यो क्षणमा न धर्म थियो, न देशको सीमा, न हिन्दू न मुस्लिम। त्यहाँ केवल एउटा आमा थिइन् र एउटा छोरा, किनभने अन्ततः मानवता नै सबैभन्दा ठूलो धर्म हो। र कहिलेकाहीँ रगतको सम्बन्धभन्दा मायाको सम्बन्ध धेरै गहिरो हुन्छ। अर्को स्टोरीको लागि कमेन्ट गर्नुहोला, लाइक गरेर हौसला प्रदान गरिदिनुहोला।